आफ्नो चरित्र र स्वभाव हुन्छ। म खास गरी अरू मान्छेको अरू दलको आलोचना गरेर आफू राम्रो भन्नेमा चाहिँ त्यति रुचि पनि राख्दिनँ र मलाई त्यसरी नै चिनिन्छु। तर नेपालमा भइराखेको हिन्दू राष्ट्र कहिले समाप्त भयो, कसको कारणले समाप्त भयो भन्दा नेपाली काङ्ग्रेसको कारणले हो। माओवादी त गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताको प्रस्तावकै थियो, उसको एजेन्डा नै थियो। 2052 साल फागुन 1 गते माओवादीले संविधान सभाको माग गरेर आन्दोलनमा निस्किँदाखेरि त्यति संविधान सभा पनि नमानेर काङ्ग्रेस र एमालेहरूले माओवादीलाई जङ्गल पठाए र 10 वर्षे द्वन्द्वपछि काङ्ग्रेस एमाले जस्ता पार्टीहरूले संविधान सभा मात्र मानेनन्, माओवादीको सबै एजेन्डा माने। त्यसबेला पनि काङ्ग्रेस एउटाले मात्रै धर्मनिरपेक्षता नमानेको भए आज देशमा धर्मनिरपेक्ष हुँदैन थियो। जब काङ्ग्रेस धर्मनिरपेक्षतामा सहमत भयो अनि देशमा धर्मनिरपेक्षता आएको र देशलाई संवैधानिक रूपमा अहिले यो अवस्थामा पुर्याउन, गणतन्त्र, धर्मनिरपेक्षता, संहिताको बाटोमा पुर्याउन मुख्य नायक अथवा नायकत्व काङ्ग्रेसको छ। त्यसकारण अहिले चाहिँ नि काङ्ग्रेसको एकजना नेताले म हिन्दू हुँ भन्दाखेरि अब हामीले खुसी भइहाल्नु पर्ने केही कुरा छैन। अब यो मैले अस्ति एउटा स्ट्याटस पनि लेखेको थिएँ, काङ्ग्रेस नै हो यो धर्मनिरपेक्षताको कारक। तर अब हिजो गल्ती भयो भनेर आज पनि गल्ती गर्नुपर्छ भन्ने छैन। कोर्स करेक्सनतर्फ काङ्ग्रेस अग्रसर भएको हो भने खुसीको कुरा हो। किनभने राप्रपामा पनि खास गरी हामीले भनौँ न संस्थागत रूपमा हामीले चाहिँ भनिआएकै कुरा के हो भने राप्रपाले राष्ट्र संस्था हिन्दू राष्ट्रको मुद्दा उठाए पनि राप्रपाले मात्र यो चिज ल्याउने होइन र राप्रपाले कुनै बल प्रयोग गरेर ल्याउने होइन, एउटा राष्ट्रिय सहमतिको बाटोबाट यो मुद्दा स्थापित गर्ने